कति 11 बजीसम्म सुत्नु भनेर चाहिँ आज चाहिँ हामी काहीँ जानु लागेको। सो हेलो एभ्रिवान, वेलकम टु माई मिनी ब्लग। सो गाइज अहिले चाहिँ बज्दै थियो 8 होइन। अन्त आज चाहिँ हामी बिहानै उठेर रेडी भएर चाहिँ हामी सबैजना कहीँ हिँड्नु आँटेको है। त्यो चाहिँ कहाँ हो भने हामीलाई पनि थाहा छैन हो। सो तपाईँहरू पनि भिडियो हेर्नु होला, लास्टमा थाहा भइहाल्छ हामी कहाँ गएको भनेर है। अन्त हामीले चाहिँ रातिदेखि नै प्लान गरेको थियौँ कि भोलि चाहिँ सन्डे हो, उठेर कहीँ घुम्नु जाउँ ल क्याफेतिर भन्ने हाम्रो चाहिँ प्लान थियो होइन। अन्त हामी चाहिँ टोटोमा चढेर लाग्यौँ है एक जग्गा। त्यो चाहिँ हामीले सोचेकै थियौँ तर लाग्दै थियो कि बन्द होला भनेर है, तर खुल्लै रहेछ होइन। अन्त त्यही भएर चाहिँ हामी टोटोबाट उत्रेर पनि जहाँ हामी गएको त्यहाँ पुग्यौँ है। त्यो चाहिँ कहाँ हो भने यो चाहिँ हो चेक पोस्टको यो 2.5 माइल क्याफे भन्ने है। यो चाहिँ म पनि कहिले पनि गएको थिइनँ। सो हामीले चाहिँ गुगलमा हेरेको थियौँ नि त, एकदम राम्रो रहेछ होइन। छिटो खोल्छ, 9 बजी नै खोल्छ भने। अन्त हामीलाई चाहिँ अब जति छिटो त्यति हाम्रो ड्युटी पनि भ्याउनुपर्छ है। अन्त हामी चाहिँ फाइनली त्यहाँ पुग्यौँ, खुल्लै रहेछ होइन। अन्त हामी भित्र पनि पस्यौँ। अन्त भित्र चाहिँ एकदम दामी रहेछ, एम्बियन्सहरू हो राम्रो रहेछ, फोटो खिच्ने जग्गाहरू पनि दामी दामी रहेछ होइन। अन्त हामी चाहिँ चारजना चाहिँ टक्कसँग बस्यौँ होइन। अन्त अब यिनीहरूलाई पनि मैले हाई गर भन्दै थिएँ, हाई गर्दै थियो हो। अन्त अब चाहिँ बसेर चाहिँ हामीले अब के खाने लु भन भन्दै थियो मैले चाहिँ बहिनीहरूलाई। अन्त मेनु माग्यौँ होइन। अन्त मेनु मागेर चाहिँ हामीले अर्डर गरेको थियौँ के भन्ने चाहिँ हेर्नुहोस् न, हामीले चाहिँ 2टा चाय अर्डर गरेको थियौँ। अन्त एउटा एग प्ल्याटर भन्ने अर्डर गरेको थियौँ हो। कस्तो हुन्छ के हुन्छ हामीलाई चाहिँ थाहा थिएन, तर पनि हामीले अर्डर गऱ्यौँ होइन। अन्त एग प्ल्याटर पनि आइसकेको थियो। एग प्ल्याटरमा चाहिँ त्यस्तो केही थिएन है, नर्मल एग थियो, टोस्ट थियो, अन्त फ्राइड पटेटो थियो, अन्त राजमाको उयो थियो हो। अन्त लु अब चाहिँ म टेस्ट गर्छु, तिमीहरू चाहिँ एकछिन चुपा लगाएर बस्छ भनेर चाहिँ मैले यहाँ टेस्ट गर्दै थिएँ होइन। अन्त अब राम्रो थियो यो जो अहिले जो म खाँदैछु नि, यो एग फ्राइड सरी पटेटो फ्राई, यो चाहिँ एकदम मिठो लाग्यो मलाई। सबैभरिमा चाहिँ त्यो एकदम मिठो लाग्यो। मैले मिठो लाग्यो भनेको बहिनीले पो यहाँ दामी भन्दैछ। अन्त हामी चाहिँ फाइनली खाइसक्यौँ होइन। अन्त अब खाइसकेर त अब बिल गर्नु पर्यो भनेर चाहिँ हामी यता काउन्टरपट्टि गयौँ होइन बिल गर्नुको लागि। सो बिल चाहिँ कति आएको रहेछ हेर्नुहोस् न तपाईँहरू। हामीले चाहिँ यो एग प्ल्याटर र प्लस 2टा चाय मात्रै खाएको थियौँ होइन। अन्त बिल चाहिँ यति आएको थियो होइन। अन्त अब चाहिँ हामी निस्केको है। अनि हामी निस्केर चाहिँ बाहिर आएर यहाँ हल्का लिपस्टिकहरू लगाउँदै थियौँ है। अन्त अहिले चाहिँ बज्दै थियो 10:30 होइन। अन्त फेरि कहाँ जाने भनेर हामी चाहिँ सोच्दै थियौँ हो। अन्त जाउँ न त अब चाहिँ हामी जाउँ भेगा सर्कल भनेर चाहिँ। अब चाहिँ हामी यो 2.5 क्याफेलाई चाहिँ बाई बाई गरेर चाहिँ हामी भेगापट्टि गएको है। अब आज नै हो हामी चाहिँ सबैजना एकैचोटि हिँडेको बिहान बिहानै होइन। अरू बेला त हामी हिँड्दिनँ पनि थियौँ। अन्त आज चाहिँ सन्डे पनि हो, जाउँ कहीँ घुमेर भनेर चाहिँ हामी क्याफे पनि गयौँ। अन्त एकछिन भेगा